सम्पूर्णमा नमस्ते भन्न चाहन्छु। आज बिहानै भर्खरै उठेको थिएँ म, अनि यसो मोबाइल खोलेर हेरेको त कति राम्रो न्युज आएको रहेछ है। त्यो न्युजमा चाहिँ दुईजना व्यक्ति, तपाईँहरूलाई थाहा भएकै कुरा हो, दुईजना व्यक्तिहरूलाई चाहिँ प्रहरीले समातेर लिएर गए रे छानबिनका लागि भन्ने कुरा हेर्दा त्यो न्युज यति खुसी भयो कि म यति खुसी भयो कि हाल परदेशमा भए पनि हैन एकदम खुसी छु। र नयाँ बनेको संसदीय समितिमा रहनुभएका र प्रत्येक चाहिँ तपाईको प्रतिनिधित्व गर्ने सम्पूर्णलाई धेरै धेरै बधाईका साथै देशमा सुधार हुनेछ भन्ने विश्वासका साथ आजको न्युज हेरेर म एकदम खुसी भएको छु है त। यस्तै हुन्छ, ठिक छ।